बिन्ती चढाउँछिन् दसैँ चक्र जोडिकन बिन्ती चढाउँछे नमस्कार, स्वागत छ कार्यक्रम जीवनशैलीमा। यस कार्यक्रममा प्रस्तुत गरिएका विषयवस्तुहरूबाट केहीका जीवनशैली परिवर्तन भए त कतिले आफूलाई परिवर्तन गरे। आजको यस श्रृङ्खलामा हाम्रो देश ऐतिहासिक धरोहर, कला, संस्कृतिले भरिपूर्ण देश। संस्कृति परम्पराको संरक्षणमा जुटेका सिन्धुपाल्चोकका मेलम्चीदेखि आएका 12 जना टोलीको जीवनशैली प्रस्तुत गर्दैछौँ। नारायण खैजडी भजन भन्ने बित्तिकै हामी बुझ्दछौ गाउन सुरु भएदेखि अन्तसम्म भगवानकै महिमा, भगवानकै लीला गाउने एक मात्र भजन खैजडी भजन हो। सबै समाप्त हुन्छ प्रभु, हजुरकै सृष्टि, हजुरकै सार, हजुर नै पालनकर्ता भएको हुनाले यो संसार जोगाउनको लागि ए मेरो भगवान नारायण विष पान गर सत्य युगदेखि नै सुरु भएको हो खैजडी भजन, किम्वदन्तीमा भए पनि। धार्मिक ग्रन्थहरूमा द्वापर युगमा भगवान मानव रूपमा धरतीमा जन्म लिएपछिका दिन 88,000 ऋषिहरूले 18,000 वेद व्यास श्लोकको श्रीमद् भागवत लेखेपछि सोही ग्रन्थमा लेखिएका खैजडी भजन कीर्तन गाउन सुरु भएको हो भन्नुहुन्छ धार्मिक गुरुहरू। यो खैजडी भजनको उत्पत्ति भनेको द्वापर युगमा, सत्यबाट द्वापर युगमा। द्वापर युगमा चाहिँ जब भगवानको जन्म भयो, भगवानको जन्म भइसकेपछि अब जो दैत्यमा हारिन गए हरिदेखि जहाँ बोसो जमेर पृथ्वी हुन गएर यहाँ हाडमासु पर्वत शिलाक्रमले बनेर लागे ती ध्यान गर्छौँ अब लौ भनेर। मेरो भगवान अब स्वर्गदेखि अप्सरा ल्याएर अनि इन्द्र भगवानले र सारा 33 कोटी देवता जम्मा भएर नैमी सारण्य क्षेत्रमा 88,000 ऋषिले चाहिँ यो भजनको सुरु गर्यो। राम 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 यस्ता ऋषि त मथुराका दरबारमा झट्टै सारा लस्कर पुई छराको राजा उग्रसेनले झट्टै देख्नु छ भएको नौमती बाजा सारा बजी थेराको। यही बेला मौकामा राजा उग्रसेनले सारालाई झट्टै हुकुम दिनु भएको ए बाबु गर तयारी नमानेर झरेको सबै भए भरेको गर तयारी। ठेकीको मुख काटेर बाख्राको छालाबाट आफैले बनाउँछन् खैजडी। कर्तालु भने काठबाट बनाउने गर्दछन्। बाँधौ चारै किला भगवानको लीला गरौँ बहिन हरे राम।
पहिलो पटक एमए च्यानलको प्रस्तुति कार्यक्रम जीवनशैली मार्फत आज सिन्धुपाल्चोकका स्थानीय बासिन्दा जसले खैजडी भजन लोप हुन लागेकोमा चिन्ता व्यक्त गरेका अनि कसैले यसप्रति चासो नदेखाएको 21 जनाको गुनासो हामीले प्रस्तुत गर्ने जमर्को गरेका छौं। खैजडी भजन बजाउनको लागि र हाम्रो संस्कृतिलाई बचाउनको लागि आएको यो एउटा लोप हुन लागिसक्यो। यो हराउनु भनेको हामी हराउनु हो। हरि हरि लीला अपार लीला अपार लीला त अपार छन्, तर तपाईले जुन यो संस्कृति बचाउनको लागि हाम्रो परम्परा बचाउनको लागि खैजडी भजन बजाउँदै हिँड्नु भएको छ, के यो बचाउन सकिएला त? एकदमै सकिन्छ। मैले मेरा नातिलाई पढाउँदैछु। यो एउटा अमूल्य सम्पत्ति हो। यो मेरो मात्रै सम्पत्ति होइन, ब्राह्मणको मात्रै सम्पत्ति पनि होइन। हाम्रो सनातन हिन्दू धर्म नेपालमा जति छ ती सबैको हो। राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको पनि एउटा संस्कृति हो। यो संस्कृति लोप हुनु नै हाम्रो राष्ट्र लोप हुनु हो। किन हुन्थ्यो पोरा कलिजुगको कोरा गरेछौ बाइन हरे राम, किन हुन्थ्यो पोरा कलिजुगको कोरा गरेछौ बाइन। हुन त खैजडी भजन गाउँदा भगवान कृष्णको लीला, मर्यादा पुरुषोत्तम राम, शिवजीको महिमाको चर्चा बढी हुने गर्दछ। विशेष गाउने बजाउने महिना दिन नतोकिए पनि श्रीमद् भागवतको सप्ताह, सत्यनारायणको पूजा, महादीप, तिहारको देउसी भैलोमा जात नछुट्याए पनि इच्छा हुनेले सहभागी जनाए पनि ब्राह्मण क्षेत्रीहरूले गाउने बजाउने नाच्ने गरेको पाइन्छ खैजडी भजन। कई माना गरी काना भइन दाखिलो हरे राम, हरे कई माना गरी काना भइन दाखिलो। खैजडी भजन गाउँदा बजाउँदा नाचेको दृश्य अति नै आनन्दमय हुन्छ। यस भजनमा सहभागी हुने, हेर्ने, सुन्न आउनेहरू स्वर्गमा रहेको अनुभूति गर्छन्। त्यसैले पनि होला कति रात कति दिन बितेको पत्तै हुँदैन भन्नुहुन्छ चन्द्रप्रसाद कोइराला। आफू 14 वर्ष हुँदादेखि नै यसै क्षेत्रमा लागेको हुँ। कसो गर्ने हो आपत पार्यो विपत पार्यो कसो गर्ने हो हरे राम, आपत पार्यो विपत पार्यो कसो गर्ने हो। त्रेता द्वापर सत्यदेखि आएर अहिले कलियुगमा पनि हामीले कसैले चोरेर लान नि नसक्ने, छल्न पनि नसक्ने त्यो विद्या हासिल गर्यौं र त्यो विद्या एउटा हाम्रो जीवनशैलीकै आयु नै हो। जीवनशैली, हाम्रो जीवनशैलीमा यो बाहेक हाम्रो सम्पत्ति अर्थ केही पनि छैन। पण्डित भनेको पढेर पण्डित हुने हो हैन। हामी पढेर पण्डित भएका हौं, नपढिकन चाहिँ अब यो ज्ञान हासिल गर्न सक्दै सकिँदैन। गीत जस्तो होइन, कस्तो जवाफ दिए त्यस्तो फर्काइदिन त्यो टालटुल गर्ने कुरा होइन। यो त शास्त्रीय ज्ञान हो। शास्त्रीय ज्ञानबाट शास्त्र नै आर्जन नगरिकन यो भन्नै सकिँदैन। साँच्ची नै भन्ने हो भने म एक रात यहाँहरूको समक्ष भजन भन्न पाएँ भनेदेखि जस्तै कठोर मन हुनेलाई म रुवाइदिन्छु। त्यति शास्त्रहरू घुसेको छ। जस्तै कठोर मन हुनेको नि यो हृदय नै पग्लिएर आउँछ। सक्दै सकिँदैन, थाम्नै सकिँदैन। शास्त्रीय ज्ञान आर्जन पछि मात्र गाउन आउने यो भजन हाम्रो राष्ट्रिय सम्पत्ति न त समाजले चासो दिएका छन्, न त कुनै सञ्चार माध्यम, संस्था, सरकारी सञ्चारले महत्त्व बुझेका छन्। सबैभन्दा दुःख लाग्ने त हो हल्ला रमाइलोमा मात्रै
हौसिने भावी पिँढीले नै रुचि देखाएनन्। जगेर्ना गर्नुपर्छ, के गरेर हुन्छ खैजडी भजनलाई संरक्षण दिनुपर्छ भन्दा कहाँ हो कहाँ उल्टे हामी धेरै व्यस्त छौं। कहाँ फुर्सद हुनु खैजडी भजन बारे सोच्ने। यो युगमा आएर प्रविधिको यत्रो विकास भइसके कुन संस्कृति भन्दै उल्टै खिस्सी गर्दै हिँड्छन् आजकलका युवा युवती। लागेछ कहली धप धप बलि जन्मले अहिलेको युवाले सम्हाल्न नसकेर नै यसको लोप हुन लाग्यो देखेर हामीलाई साह्रै नराम्रो लागेर यसलाई चाहिँ बचाउनको लागि हामी आएका छौँ। हाम्रो लङ्का हामीभन्दा तल्लो वर्गलाई सिकाउने काम गर्नुपर्छ हामीले। हामी को हौ, हाम्रो देश कुन हो, हामीले निभाउनु पर्ने कर्तव्य के हो, के यही हो त हाम्रो संस्कार। अब हामीले भने खिसी गर्छन्, विरक्त लाग्छ, यसो नगर्दै हुन्थ्यो भन्ठानिन्छ। हामीले भने उनीहरूलाई मन पर्दैन, अन्ततिर हेर्छन्। हामी चाहिँ एउटा पूजा मात्रै लायौँ भने नि 2 जना दिदीबहिनी 3 जना दाजुभाइ बसेर मात्रै नि यही मात्रै भन्छौँ। हाम्रो घरमा अर्थ पर्दैन। नारायण पूजा यस्तो जेसुकै होस्, हामीले पूजा आज लायौँ भने 4 दिदीबहिनी बसेर नि हामीले यही भजन भनेर उज्यालो बनाउँछौँ। मथुरामा घर छ कंसको डर छ लैजाऊ गोकुलमा। नारायण एका देशमा एउटा खैजडी भजन पनि भन्थे रे भन्ने सुनिन्थ्यो भन्छ। अहिले त्यो चाहिँ काहीँ काहीँ छ कि भन्लान्। 16-17 जनाको टोली बनाई भट्याउँदै समूहमा साथ दिई घुम्दै भगवानको महिमा गाउने खैजडी भजनको संरक्षणमा जुटेका सिन्धुपाल्चोकका भजन टोलीहरूको उमेरमा भने 55, 60, 65 अनि 70 वर्षका बुवाहरू गाउँमा मात्रै सीमित भयो, राष्ट्रिय पहिचान दिनु पर्यो भन्नुहुन्छ। यहाँ हेरु जस्तै एउटा संस्था, बहुमूल्य संस्था भन्छु म, यस्तै संस्थाहरूले यहाँहरूले जति चाहिँ हाम्रो यो चाहिँ खैजडी भजनलाई सहयोग गर्नुभयो, त्यस्तै अरू सङ्घ संस्थाहरूले अरू सञ्चार माध्यमले पनि जुनसुकैले पनि हाम्रा यस्ता कार्यक्रमहरू खोजी गरोस्, हामी सहयोग गर्न तत्पर। जस्तै श्रीमद् भागवत 7 दिनको सप्ताहमा दैनिक जस्तो यो खोजी हुन्छ, तर यो लोप हुन लागिसक्यो। त्यसो कारणले गर्दा यसलाई बचाउने हाम्रो कर्तव्य हो भन्ने हामीलाई लागेर अनि बचाउनु। सिन्धुपाल्चोकका 21-22 जनाको यो टोली आफ्नो जिल्लासँगै दोलखा, धादिङ, नुवाकोट, रसुवा, काभ्रे जिल्लाहरूमा खैजडी भजन गाउन पुग्नुहुन्छ। पारिश्रमिक माग्दैनौ, खुसीले दिएको पैसाले आफ्नै गाउँमा जलवायु मावि स्कुल खोलिदिएका छौं। हामीलाई यति चाहियो भनेर पारिश्रमिक माग्दैनौँ। उहाँहरूको उचितले दिनु हो भने हामी लिन्छौँ, जति दिनुहुन्छ लिन्छौँ। त्यो लिएको हामीले बाँडीचुँडी खाएको छैन। हामीले विद्यालयको चाहिँ जग्गा किनिदिएका छौँ। 96,000मा हामीले विद्यालयको जग्गा किनिदिएका छौँ। हजुर, खैजडी भजनबाट। खैजडी भजन लोप हुनबाट बचाउनु हाम्रो कर्तव्य हो। हाम्रो राष्ट्रको चिनारी मध्ये खैजडी भजन पनि एक हो। यसको संरक्षणमा जुट्नु प्रत्येक जिल्लाको दायित्व हो। जसरी सिन्धुपाल्चोक जिल्लाका बासिन्दाहरू खैजडी भजन प्रति चिन्तित छन्, त्यसै गरी अन्य जिल्लाका बासिन्दाहरूले पनि पहल गरेको खण्डमा पक्कै हाम्रो राष्ट्रको सम्पत्ति हामीले नै संरक्षणको विकल्प खोज्न सक्छौं। हाम्रा अग्रजहरू हामीबाट के चाहन्छन्? भए अन्तर ध्यान यसै बेला अवसरमा भए अन्तर ध्यान। नारायण हजारौं वर्षदेखि चलि आएको यो परम्परा कसरी बिर्सन सक्छौं हामी? हाम्रो देश, हाम्रो भेष, चालचलन, खानपान, बोलीचाली, भेटघाटमा जति परिवर्तन ल्याए पनि सोच्नुस् त कुनै देशले आफ्नो संस्कृति भुलेका छन् त? यसरी आफूलाई मोडर्न बनाउने सुरमा आफ्नो अस्तित्व नै कतै धरापमा पर्ने हो कि?
भरिको गरौँ तयारी नारायण। राष्ट्रिय वस्त्र साराले भुल्ने छन्, राष्ट्रिय खाना पनि सारा भुल्ने छन्। आफ्नो राष्ट्रको माया कसैलाई हुने छैन, जसले पनि अन्तर्राष्ट्रको परनिर्भर पर्ने बेला आउने छ, कलीले त्यही सट्टै ल्याउने छ। आफ्नो संस्कारलाई झट्टै छोड्ने छन्, अर्काको संस्कारलाई ज्यादै माया गरेर नारायण गर्छन् दुर्नाम। अलपत्र पारी फाले तोलो सारी गरेछन् दुर्नाम। हरे राम अलपत्र पारी फाले तोलो सारी गरेछन् दुर्नाम नारायण। सिन्धुपाल्चोक मेलम्चीदेखि आएका वृद्धहरूको भनाई खैजडी भजन लोप हुन लागिसके, हामीले जस्तै अरू जिल्लाहरूले पनि सोच्ने बेला आइसकेको छ। होइन भने त्रेतायुग द्वापरयुग कलियुगसम्म थियो रे खैजडी भजन भन्ने गर्थे बुढापाकाले भन्ने दिन नआउला भन्न सकिन्न। त्यसैले बेलैमा सोच्ने हो कि खैजडी भजनको संरक्षण प्रति। आजको कार्यक्रम यति नै। अर्को श्रृङ्खलामा नयाँ विषयवस्तुको साथमा हाम्रो भेटघाट हुने नै छ। आजलाई नमस्कार। सारा हेर आफ्नो अधिराज्य भरिका नर नारी भए, युवा भए, युवती भए। मेरो भगवान हाम्रो एउटा सृष्टि श्रृङ्गी राजालाई श्रृङ्गी ऋषिले राज्य गरेको हाम्रो अधिराज्य नेपालमा प्राकृतिक सम्पत्ति नै सम्पत्तिले परिपूर्ण भएको हाम्रो नेपालको मेरो भगवान नारायण इज्जत नफालो। मेरो बिन्तीलाई छ भने इज्जत नफालो। नारायण राम 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 यस्ता ऋषि त आफ्नो राज्यको मेरो भगवान।